नमस्कार, आज हामी विराटनगरमा छौं। आज भगवती मानव कल्याण संगठनद्वारा नशा मुक्ति जनजागरण पदयात्राको आयोजना गरिएको छ। यस पदयात्रामा हामी देख्न सक्छौं हरेक घरबाट नारीहरू उपस्थित हुनु भएको छ। भगवती मानव कल्याण संगठनले अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर विराटनगरमा पदयात्रा सम्पन्न गरेको छ। नशामुक्त नेपाल समृद्ध नेपाल अभियान अन्तर्गत नशामुक्त पुरुष सम्पन्न नारी भन्ने नारासहित नारी दिवसको पूर्व सन्ध्यामा पदयात्राको आयोजना गरिएको हो। पदयात्रा विराटनगर वडा नम्बर 12 स्थित श्री लक्ष्मीनारायण मन्दिरबाट सुरु भएर कोशी प्रोजेक्ट रोड शेष चोक विराटनगर महानगरपालिका शहीद रङ्गशाला राम जानकी मन्दिर हुँदै वडा नम्बर 10 स्थित 3 टोलियामा रहेको भगवती मानव कल्याण संगठनको कार्यालयमा समापन भएको थियो। नारी दिवसको अवसरमा नशामुक्त नेपालको माग गर्दै तीनै तहका सरकारलाई खबरदारी गर्न पदयात्राको आयोजना गरिएको संगठनकी सचिव डाक्टर मिनु सिग्देलले जानकारी दिनुभयो। कुलतमा फस्नु भनेको एउटा नारीको लागि कति पीडाको कुरा हुन्छ। त्यसकारण नशा मुक्त अभियान यो भगवती मानव कल्याण संगठनले चलाएको छ। यसबाट निश्चय पनि नारीहरूलाई समृद्धि मिल्छ। पुरुष नशामुक्त नभएसम्म नारीको रक्षा गर्न नसकिने उहाँको भनाइ छ। सहभागीहरूले नशाको कारण कयौं परिवारको घर उजाडिएको भन्दै अब नारीहरूबाटै आवाज बुलन्द हुनुपर्ने धारणा राखेका थिए। नसमा लिनेछन् भन्ने मलाई लाग्छ। एउटा ऐतिहासिक एउटा राम्रो खालको चाहिँ पदयात्रा भएको मैले अनुभव गरेको छु। यो नशामुक्त नेपाल समृद्ध नेपालको यो पदयात्रा एउटा ऐतिहासिक रूपमा हुनेछ र सदा सर्वदा यो हाम्रो नेपाल राष्ट्र मात्रै नभएर विश्वको लागि एउटा यो उदाहरणको रूपमा पर्दछ भन्ने मैले ठानेको छु। जय गुरुवर्की, जय माता की। नारी त हुन् शक्तिको रूप, गराउनु छ केवल सबलाई जागरुक। नारी शक्तिको होस् सम्मान, नशालाई छोडौं बनौं महान। नशा होइन सम्मान देऊ, अगाडि बढ्न अवसर देऊ। सक्छिन् नारी छुन आकाश, उनलाई मौकाको छ तलास जस्ता नारा लगाएका थिए। कार्यक्रम पश्चात संगठनले प्रशासनलाई घरेलु हिंसा, आपराधिक घटना एवं सडक दुर्घटनाको प्रमुख कारण नशाजन्य पदार्थ रहेको भन्दै त्यसको उत्पादन र आयात बन्द गर्न आग्रह गर्दै ज्ञापन पत्र बुझाएको थियो।